नातको पनि एक्सरे गर्न छ। वेलकम टु सामु ब्लग। यो चाहिँ हाम्रो होस्टेलको रुम हो। मैले मात्र हैन सबै केटीहरूले चाहिँ त्यो भन्छ कि सामानाको एकदम राम्रो पानी उसले जहाँबाट हामीलाई पिक गर्छ बीचमा यहीँबाट नजिकै छ भनेर छोड्दैन रे। 35 रुपैयाँ चाहिँ म सबैजनालाई चिनी ल्याएर खुवाइदिन्छु। स्मिता र दीक्षा चाहिँ फर कलेज किनभने हामी सबैजना पास भएको छौँ, त्यही भएर आज हामी टिचरहरूलाई भेट्नु गएको छौँ। The best for your bright future ahead. लास्ट टाइम चाहिँ हामीसँग बाहिर जानु लागेको छु। म कति मिस गर्नेछौँ यार हामी है उसलाई। वाह। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। दिस इज मी सामना। अनि आज चाहिँ मेरो ऱ्यान्डम भ्लग हुनेवाला छ। मैले चाहिँ अहिलेसम्म जम्मा 3टा भिडियोज हालेको छु होला, सबै रिलेटेड टु नर्सिङ एन्ड BPKIHS। र आज चाहिँ हाम्रो क्लियरेन्स हुँदैछ नि त। कति धेरै ठाउँमा सिग्नेचरहरू गर्दै जानुपर्ने हुन्छ अनि टिचर्सहरूलाई पनि लड्डु लाने भनेर भन्दैछौँ। अनि त्यसैले यो चाहिँ मेरो ऱ्यान्डम आजको दिनको भ्लग हुनेछ, किनकि अलिक एक्स्ट्रा पनि केही गर्नु पऱ्यो नि त होइन। मलाई यत्तिकै क्याप्चर गर्नु मन लाग्यो आजको मोमेन्टहरू। प्लस आजको दिन पनि यस्तो चिसो छ नि धरानमा। अहिले हेर्नु सक्नुहुन्छ यस्तो क्या, यो पानी पनि परेको होइन कि यो के भन्छ, यो शीत परेको जस्तै छ। अहिले त अलिक खुल्यो, अघि त अबि झन् डेन्जर थियो। अहिले चाहिँ मलाई सत्सङ्ग दाइले पनि बोलाइराख्नु भएको छ। हाम्रो डेन्टल क्याम्पको पनि प्रपोजलहरू तयारी हुँदैछ नि त। त्यो सबै अस्ति मैले हिजो गरेको थिएँ अनि आज चाहिँ क्षितिज दाइले चेक गरिदिनुहुन्छ, त्यसरी लिएर आऊ ल भन्नुभएको छ। त्यसको लागि पनि म सिब्लिङ्स जाँदैछु अहिले चाहिँ सुरुमा। त्यस पछाडि अर्को साँच्ची मेरो दाँतको पनि एक्सरे गर्न छ अनि निकाल्नु पनि पर्ने छ। सायद आज भयो भने आज निकाल्छु, नत्र म मेन्टली प्रिपेयर त छुइनँ आज निकाल्ने भनेर। भयो भने भोलि निकाल्छु। के खिचेको ब्लग खिच्दैछौ? खिच न मेरो। कस्तो लाग्छ सामुको भ्लगमा आएर? वेलकम टु सामु ब्लग। गर्नुहोस् त। डु सब्सक्राइब। गाइज हेर्नु असाध्यै चाहिँ यो हालत अब पनि राम्रै देखिरहेको छ भनेर भन्दिनँ म। ओभर गाह्रो अरे ओभर जाडो छ क्या। यो चाहिँ हाम्रो होस्टेलको रुम हो। यस्तो केही छैन अब त, किनकि जान आँटेको छौँ सबैजना। एक्जाममा त सबै गर्नु लाग्दैन, फ्री भएर कि सबै पनि गर्नु लाग्दैन कि अल्छी भएको नि, अल्छी अनुहारै अल्छी हेर आम्मा। गड म त राम्रो छ होला भनेर भिडियो गर्दै आउनु पर्यो भनेको त। हुन्छ गाइस तपाईँ उसको हालत। खै देऊ न म तिमीलाई दिन्छु। मैले आज पूजालाई केक ल्याइदिएको। थ्याङ्क यू सामना। खासमा यो मेरो भाग थियो तर मैले मलाई तर केही छैन, म सामनालाई खुवाउँछु किनकि उसले मलाई टिल फर्स्ट इयरदेखि यति सपोर्ट गरेको छ। म बिमारी भएदेखि लिएर म राम्रै भइन्जेलसम्म मैले सामनालाई जहाँ पनि यता जाऊँ उता जाऊँ सामनाले कहिल्यै नाइ भन्दैन। अनि मलाई जहाँबाट पिक गरेको त्यही चाहिँ ल्याएर छोडिदिन्छ। मैले मात्र होइन सबै केटीहरूले चाहिँ त्यो भन्छ कि सामनाको एकदम राम्रो पानी उसले जहाँबाट हामीलाई पिक गर्छ बीचमा यहीँबाट नजिकै छ भनेर छोड्दैन रे। लास्टमा होस्टेलले जाऊ न त, यति त म तिमीलाई पुऱ्याइदिइहाल्छु नि भने त लास्टमा होस्टेलको गेटसम्म ल्याएर छोडिदिन्छ। त्यही भएर मेरो मात्र होइन यो सबै केटीहरूको चाहिँ आफ्नो पोइन्ट अफ भ्यू सामना लिएर थ्याङ्क यू म भन्छु फर्स्ट इयरदेखिको अहिलेको लास्टसम्म होइन कस्तो थियो। सुरुमा त सबसे सुरुमा ऊ धरानी थियो होइन। धरानीमा अरूसँग अब जस्तै मौसमीहरू क्रिस्टिनाहरूसँग चाहिँ अब अलि क्रिस्टिना चाहिँ अलि उसको चाहिँ भोइस अलि ठुलो थियो, त्यही भएर अलि हामीलाई चाहिँ कस्तो अलि हुन्छ नि अब धरानी भाइब्स दिन्थ्यो होइन, राईवाला भाइब्सै दिन्थ्यो छुच्चीवाला। अनि त्यही पनि तर चाहिँ बोन्डिङ चाहिँ फेरि मेरो चाहिँ राम्रो छ फेरि धरानीहरूसँग। अनि त्यसपछि सामना चाहिँ फेरि एकदम प्रिजर्भ बस्ने होइन, आफ्नो मनको गर्ने। अनि त्यसपछि हुन्छ नि एक्लैकै रुममा मतलब अब उसमा पनि अब उसको आफ्नो बोन्डिङसँग त बोल्थ्यो राम्रो बोन्डहरूसँग। अनि हामीसँग चाहिँ अब त्यस्तो हाम्रो त हामी सायद डिफ्रेन्ट बस्थ्यौँ होइन। अनि बस्थ्यौँ अनि त्यसपछि त्यतिखेर चाहिँ
सामना देखेर डरै लाग्थ्यो कि हामीलाई केही भनिहाल्यो भने पनि केही हुन्छ नि त्यो ब्याक गर्छ कि भनेर के हुन्छ नि त्यो मैले जे बोलेँ नि उसले त्यसको ब्याक दिन्छ कि भन्ने डर लाग्थ्यो त्यही भएर हामी खासै उसँग बोल्थेनौँ अनि हामीले चाहिँ अब सामना घर यहाँ होस्टेलमा बस्नुपर्छ दिदीहरूले बोलाउनु भएको छ भनेर चाहिँ म गएको थिएँ सुरुमा डरै गएँ होइन अनि त्यसपछि सामनाले ए हो र त्यस्तो गर्छ र अब त्यस्तो तिमीहरूलाई सबैलाई लाग्छ भने म गर्छु नि त यही टोनमा उसले भनेको थियो ल अन्त म बस्छु नि त भनेको थियो अनि त्यो एक दिन चाहिँ बस्यो त्यसपछि त त्यस्तै भयो यो एकदमै लामो कहानी छ यो छुट्टै सामना कसरी फर्स्ट इयरदेखि फोर्थ इयरसम्म आउँदा के भएको थियो भन्नेवाला कहानी छुट्टै हुन्छ यो मलाई पनि कस्तो एउटा मेरो एउटा स्टोरी नै हुन्छ जस्तो लाग्छ मेरो मात्रै होइन सबैजनाकै हुन्छ एक एकवटा आफ्नो आफ्नो स्टोरी अनि त्यस पछाडि मलाई चाहिँ पूजा मसँग हाम्रो सिडिपी हुन्छ कि अनि सिडिपीमा हामी एउटै ग्रुपमा पढेको थियौँ क्या तर मलाई किन मलाई गट फिलिङ आएको थियो क्या ऊ मेरै ग्रुपमा पढ्छ भनेर अनि उसलाई पनि त्यस्तो लागेको थियो अरे अनि फेरि साँच्चीकै पढ्यौँ पनि क्या अनि त्यस पछाडि सुरुमा चाहिँ ऊ के अरे हामी त्यस्तो हाम्रो बोन्डिङ थिएन खासै बोल्दै त बोल्दैन थियौँ म होस्टेलमा पनि हुँदैन थिएँ कहिले कहिले आउँथेँ अनि त्यस पछाडि उसको स्वर यत्रो ठुलो लाग्थ्यो है आमा अनि फेरि ऊ कहाँ चितवनको हो है अनि हाम्रो त केही मिल्दैन जस्तो लाग्थ्यो त्यतिखेर अनि त्यस पछाडि तर त्यो जब हाम्रो सिडिपीमा सँगै ग्रुपमा भयौँ त्यहाँदेखिको चाहिँ हामी मिल्नु थालेको अनि मलाई लास्टै स्विट लाग्छ अनि त्यस पछाडि म के पो भन्दै थिएँ हौ त्यहाँदेखिको चाहिँ हाम्रो बोन्डिङ राम्रो भयो होइन अनि त्यस पछाडि लास्टै स्विट केटी लाग्यो अनि मसँग जे मैले मैले उसलाई हेल्प गर्ने जस्तै उसले पनि मलाई जेमा पनि हेल्प गर्थ्यो होइन अनि त्यस पछाडि अब होस्टेलमा त म हुँदैन थिएँ नि त त्यही पनि होस्टेलमा नभएपछि त बोन्डिङ पनि खासै राम्रो हुँदैन खासमा चाहिँ तर उसले चाहिँ मलाई जहिले पनि साथी मान्थ्यो थ्याङ्क यू पूजा एकदम हामी चाहिँ कहाँ धराने अनि कहाँ नवलपरासीको हो तर पनि मिल्यो होइन भाइब के भएर अब चाहिँ सामनालाई चाहिँ म चाहिँ मेरो के अरे अब चितवन नजिकै हो मेरो घर चाहिँ त्यही भएर चाहिँ म उसलाई चाहिँ चितवन घुमाउन चाहिँ चाहन्छु तर आऊ भनेको छैन आऊ त अब आऊ न म अब मेरो घरै त्यही छ अनि अरू ठाउँहरू डिफ्रेन्ट ठाउँहरू पनि छ अलिक छिटो आऊँ कि क्या है म पूजाको सबैजना छिटो आउनु भन्दैछ त एक हप्ता अगाडि एक हप्ता चाहिँ किन होटेल किन बस्ने हामी छौँ त त्यहाँ एक हप्ता त गाह्रै हुन्छ नि त यार सबैजनालाई आफ्नो घरमा जति भने पनि एक हप्ता गाह्रो कहाँ हुन्छ धेरै 2-3 दिन मात्र बसिन्छ नि त्यसपछि घुमिन्छ अनि कहाँ गइन्छ नि त रश्मिको के हुन्छ हल्दी हुन्छ ऊ हुन्छ सुत्नु त पर्यो होला अनि सुत्नलाई त के भयो नि घरमा जाँदा त ठिकै छ त्यही पनि रश्मिले 4 दिन अगाडिबाट आइज भने हल्दीबाट आइज भने हल्दी हुन्छ अरे एक दिन ग्याप भइदियो होला ऊ हुन्छ अरे मेरो अर्को साथी पनि छ त्यहाँ बिडिएस पढ्दैछ उसले पनि मलाई आऊ भनेर आएछ भ्लग चाहिँ यत्तिकै स्टार्ट गरेको थिएँ कि जे पाएर के क्याप्चर गर्नु पर्यो भनेर त्यस रमाइलो हुँदैछ के खाने हो अब यो पहिलो चाहिँ म सबैजनालाई चिनी ल्याएर भनिदिन्छु अलिकति गुलियो कुछ मिठा हो जाए हामीजना अब सबैजना घर जानुको खुसीमा म चाहिँ सबैलाई अब प्याक गरिसक्यो है प्याक गरेको छुइनँ तर आधा केजी चिनी ल्याएर म सबैलाई पार्टी दिन्छु भएर आइसक्यो विस्मिता र दीक्षा चाहिँ फर कलेज म त बिहान पनि रेडी थियो फर लड्डु गिभिङ रोइछ Congrats, Vishnu. We are proud of you. मलाई पो दिन आँटेको फ्रेन्ड पछाडि दिन्छ अनि आज चाहिँ हामी टिचरहरूको लागि जस्तो एउटा सानो फेयरवेल जस्तो राखेको छौँ जसमा चाहिँ हामीले लड्डु बाँड्दैन किनभने हामी सबैजना पास भएको छौँ त्यही भएर आज हामी टिचरहरूलाई भेट्नु गएको छौँ रिसर्च सब्मिट गर्नु जाँदैछौँ सो त्यही हो अनि हाम्रो साथीहरू सबैजना पछाडिबाट आउँदै हुनुहुन्छ जाडो चाहिँ मैले भित्रबाट एप्पल खाएर माथिबाट सामानको ज्याकेट लगाएको छु म खै कता हुन्छ यार म निस्केपछि त मलाई हाई भनिदेऊ न
बाई बाई ए यो बाटो नोस्टाल्जिक हुन्छ होला पछि सबै बनायो अनि अब पोस्टिङ पनि 2 घण्टाको बनाऊ हाम्रो कलेज अफ नर्सिङ रिनोभेसन हुँदैछ अमिसाले खाइदिन आँट्यो लड्डु तिमीहरू जाने बेलामा अल द बेस्ट फर यर ब्राइट फ्युचर आई हेड भन्दै तिमीहरूलाई सबैजनालाई चाहिँ कङ्ग्रेचुलेसन भन्न चाहन्छु थ्याङ्क यू सो मच जला कस्तो फिल हुँदैछ मलाई धेरै खुसी फिल हुँदैछ लास्ट टाइम सामनासँग बाहिर जान लागेको छु जबरजस्ती सामनालाई जम कि जम भनेर राउन्ड कति मिस गर्नेछौँ हेर हामी है हुस्सु लागिरहेछ एन्ड दिस रोड सामना आई होप कि तिमीले मैले भिडियो बनाइदिएकोमा के भन्छ त्यो याद गर्छु होला मलाई त एक्साइटेड भएर सामना म भिडियो बनाइदिन्छु भनेर आउँदैछ नि म प्याकिङ हुँदैछ हामी हिँड्दिनौँ कि सक उठो भनेको के हो मेरो युट्युबमा त यिनीहरू फिचर भएको भाइ छ सामानलाई क्युट देखिरह कस्तो लागिरहेको सामान तिमीलाई होइन राम्रो आइरह मलाई एकदम मजा लाग्दैछ मेरो दुईजना साथीहरूले मलाई के हेल्प गर्दैछ अनि आज हामी नयाँ ठाउँमा चिया खान आएको छौँ चिया सङ्गममा अब त्यो चाहिँ कस्तो थाहा छैन यो चाहिँ अमिताको स्पोन्सर पनि सुरु हुन्छ है दामी गुड कस्तो दामी देखेको सकाल्दैन खाने पनि यस्तो हुँदैन क्या यसलाई हटकेसमा राखौँ भने यार मेरो हटकेस कहाँ गयो भोलिको लागि वाह स्टेजको नान है cheat day every day is a cheat day मेरो बिहामा पानी पर्छ